हेलो सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी टोकियोको सिन्जुकु वरिपरि चाहिँ घुम्दैछौँ होइन। खासमा हामी त्यो बिरालो भएको ठाउँ जान खोजेको, बिरालो भएको ठाउँ नै भेटाउन सकेको छैन। कन्फ्युज भएर घुमिरहेको छौँ, हरायौँ। जताततै मान्छे सिङ्गो होइन। अगाडि छ मेरो भाइ यहाँ गाइड गरिरहेको, तर यसलाई पनि कन्फ्युज भइसक्यो कता पारिपट्टि कि वारिपट्टि हो कता पारिघरि कता थाहै छैन। मान्छे छ थाहा त्यतै जामै हो। सिन्जुकु स्टेसन भएछ नि त हल्का खाडी। सिन्जुकु स्टेसनदेखि सर्च गरेपछि थाहा होला कता भनेर हिँडौँ न एकचोटि त्यतिकै पारी जाऊँ त्यहाँ उतापट्टि हो कि उतापट्टि ठुलो घरहरू छ। त्यो ठुलो घरको सिङ्गोतिर जस्तो लाग्छ मलाई त लाग्यो। सिङ्गो पुरेको सिङ्गो नै नआउने हो। त्यो मान्छेहरूको धेरै फोटो खिचेको छ उनीहरू। हामी त्यहाँ घुमेर यिनीहरू उता घुम्न थाल्न आएर रेडी भएर बसिरहनु पर्छ मान्छेहरू। कति धेरै कुर्नु परेको यो लाइन पनि हेर तेरिका। जेब्रा क्रसिङमा पनि 2 मिनट कुर्नुपर्ने भयो। लेट्स गो। भेटिँदैन क्या हो। म्यापमा सर्छ न, म्यापमा पहिले यताउता भ्यू हेरौँ न। यहाँ चाहिँ एउटा भ्यू छ। कता छ कि त्यो हामी चाहिँ बिरालो भएको चाहिँ हेर्न आएको, खोज्न आएको, भेटेकै छैन अहिलेसम्म यार। यति बेला हामी सिन्जुकुको चाहिँ सिटीमा छौँ होइन। टोकियो सिन्जुकु यति धेरै मान्छेहरू छ। कन्फ्युज जता गयो पनि। मेरो भाइले त पत्ता लगाइसकेको छैन यहाँ बसेको। कति वर्ष बसेको? 1-2 वर्ष भयो। 1 वर्ष भइसक्यो यहाँ खोज्दैछ। भेटाउनु गाह्रो छ, हुन्छ यहाँ मान्छेहरू त्यस्तै छ। यो त केकको यासुई भन्ने पसल त त्यो सेकेन्ड ह्यान्ड पसल त फुकुकामै थियो यार। यो कोकोलाई थाहा छ, यतातिर कोकोलाई थाहा छ कमेन्ट गर्नुहोस् है थाहा भएको मान्छेहरूले। दिस इज अ सिन्जुकु। जापानकै सबभन्दा अब एकदम व्यस्त हुने ठाउँमध्ये एउटा पर्छ होइन। यो पनि शिबुया जस्तै अप्थिरीमा यहाँ गेम पुरै धेरै यहाँ चाहिँ। ओहो हो मान्छे कति धेरै हुन्थे त्यहाँ। जुम गरेर हेर्ने मान्छे कति धेरै लाइन मान्छेको भिड हेर्न कस्तो छ। कति धेरै मान्छेहरू छ, कस्तो भिड छ यो। एकैछिनको 15-20 सेकेन्ड रोकेको यति धेरै मान्छेहरू। यहाँभन्दा धेरै मान्छे उता छ नि त, मान्छे छैन यार। यो चाहिँ मैले जापानमा पहिलोपटक देखेँ यसरी रोडमा बसिरहेको मान्छेहरू क्या। रोडमा बसेको ठुलो खाइरहेको यार। नेपालको त्यो हुँदैन है त्यस्तै बसेको अवस्था रहेछ नि। देखाइ थिएन मैले यार। पैसा रामेन पैसा दिइरहेको थिएन। यसरी रोडमा बसेको मान्छे फर्स्ट टाइम देखेँ यार। यहाँ चाहिँ हुनुपर्छ त्यो मान्छेहरू धेरै छन्। यो चाहिँ जापानको अड्डा के अरे के भन्छ त्यसले? ठमेल त होइन, के भन्छ यसलाई? त्यो दारुसारू खाने ठाउँलाई के भन्छ अरे? भट्टीहरू बसाहरू पुरै स्टेसन यता छ टक्क। यसरी मजाले बसेर विदेशीहरू टन्नै रहेछन्। बियर खाँदै टक्कन होइन। विदेशीहरू लास्ट धेरै छन्। यसरी 2-3 कुर्सी राखेर मजाले बसेर ल्याप्प खाइरहनु। एसएमएस आयो अनि तपाईँ यहाँ दारू खाएर झ्याप भएर उतातिर हिँड्ने सट्ट लगाएर।
कति धेरै मान्छे भट्टी पसल दारू खाने जापानमा त लास्ट धेरै दारू खान्छ जापानमा त लास्ट धेरै दारू खान्छ नि मान्छेहरूले दारूले जिन्दगी चलाए यिनीहरूको यार त्यो कस्तो राम्रो गर्थ्यो कि हेर्न दामी रहेछ त्यो ठाउँ चाहिँ त्यहाँ चाहिँ एनिमेसनको चाहिँ धेरै देखाउँदो रहेछ यार बिरालो भन्दा नि आयो बिरालो पढाउनु चाहिँ हामी पुगिसक्यौँ होइन सिन्जुकुकै बिरालो भएको ठाउँमा मान्छेहरू लास्ट धेरै हुने अरे अब बिरालो हेर्न पनि यो चाहिँ एकदम फेमस ठाउँ है सिन्जुकुको बिरालोहरू म्याउ गरेन फाइनली पुग्यो यहाँ मान्छेहरू कच्चा हेरेर सोतिरहेको अहिले मजाले यति बेला चाहिँ हामी शिबुया छौँ होइन सबैभन्दा व्यस्त हुने ठाउँ शिबुया यहाँ भर्खर स्टेसनबाट झऱ्यौँ कति मान्छे छन् यहाँ स्टेसनमा पनि हेलो नमस्ते हामी चाहिँ यति बेला शिबुया जापानको एकदमै फेमस ठाउँ शिबुयामा छौँ हराउने काम मात्रै छ यहाँ कहाँ भयो दामी भ्यूहरू देखिरहेको छ होइन जताततै मलाई गाइड गर्ने मान्छे बाहिर कहाँ स्टेसनबाट 5 मिनट भइसक्यो तल झरिसकेको छैन कहाँ हो पप्प भइसक्यो यहाँ र न भुलमा परिरहेको छ यार यताबाट तल झर्दा चाहिँ पिन्छ होला कि थिएन तल तल झर्ने र फेरि तल निस्क्यो भयो कि त्यसपछि गइन्छ कता भनेर तल झर्ने बाटो चाहिँ खोज्नु पऱ्यो कत्राउने यहाँबाट चाहिँ हामी तल पुग्छौँ होला मेबी स्टेसनबाट तल त झऱ्यौँ अब यसभन्दा पछि अब हाम्रो त्यो एकदमै बिजी हुने सिग्नल के भन्छ त्यसलाई ट्राफिक लाइटमा जाँदैछ होइन सिङ्गो तर भेटाउँदैन त्यो बिरालो अघि बिरालो भेटाउनु टाइम लाग्यो अब भेट्नको टाइम लाग्ने मान्छे धेरै छन् मान्छे लास्ट धेरै छन् फेरि सबभन्दा धेरै मान्छे हुने ठाउँ यो विश्वकै सबभन्दा धेरै मान्छे चाहिँ हुन्छ नि यो ट्राफिक लाइटमा त अझ सबभन्दा धेरै के एकदम व्यस्त हुने ट्राफिक यहाँ फेरि एउटा त्यो कुकुर पनि भन्दैछ नि त्यो त्यो फिल्ममा पनि आएको थियो होइन त्यो कुकुरको पनि यहाँ छ एकछिन दामी त्यो कुकुर पनि देखाउँछ कुकुर छैन कुकुरको शालिक चाहिँ हो कि फेरि कुकुरको शालिक चाहिँ छ त्यो त्यसको फिल्म छ कि एकदम फेमस फिल्म हो त्यो नाम चाहिँ बिर्सेँ यार त्यसको फेरि मरेको त्यो जता हेऱ्यो उता झिलिमिली के बाँडी छन् फेरि यिनले यतातिर होला मान्छेहरूको भिड घुइँचो यो होइन त होइन अर्को स्टेसन अर्को चाहिँ सिग्नल छ यही हो क्या हो मान्छे लास्ट धेरै छ नि त यहाँ त मान्छे हराउँछ कि नेपालमा यतिको मान्छे एउटा मेलामा हुँदैन र मौसममा हुँदैन त्यति मान्छे यहाँ एकचोटिमा हुन्छ यार झिलिमिली चाहिँ हिँड्दैन हामी घर सर भन्दा नि मान्छे हेर्न त आइयो कि त्यतिर मान्छेको भिड हेर्न ओहो टाउका मान्छे भिडियो बनाएर कसैमा फोकियो बर्बाद हुने होला यार
पछाडि पनि दामी रहेछ पछाडिको पछाडि देखिरहेको भ्यू पनि दामी छ सेता रहेछ त्यो त्यतिकै कन्फ्युज भइन्छ झन् त्यति धेरै मान्छेहरूले झन् कन्फ्युज गर्ने रहेछ ओ मान्छे हेर मान्छे यति धेरै मान्छे त ओहो त्यो त फेरि अगाडिको सलक्कै देख्यो त भाइ मान्छे हेर्नुहोस् मान्छे हेर्न आएको जस्तो भएर मान्छे त्यही मान्छे मात्रै छन् यति मान्छे त दुर्गासाईको कन्सर्टमा नि हुँदैन नेपालमा त्यहाँ धेरै यहाँ यहाँ अझै अगाडि सर्लक्कै झिकिया थियो कि जानु मिलेन फेरि के यस्तो फेरि हो पार्टी दिस रेसिङमा हिँड्यो नि क्या हो सबभन्दा धेरै क्रसिङमा मान्छे पनि ठाउँको चाहिँ हामी गल्लीतिर हिँड्यौँ मान्छे जहाँ पनि मान्छे छ कि कति मान्छे छ विदेशीहरू पुरै फ्यामिली ल्याएर घुम्न आउने यस्तो ठाउँमा यहाँ जापानिज भन्दा पनि धेरै विदेशीहरू छन् हामी पनि विदेशी हो नि त त्यही हो शिबुयाको खासियत भनेको मान्छे धेरै हुन्छ अझ के हुन्छ अरू सब थ्याङ्क यू फर वाचिङ गाइज सी यू नेक्स्ट भिडियो चल्दैको हामीहरू यहाँबाट